यो सुन्दर भूगोल हो खादबारी नगरपालिका 9 तुमलिङटारको। कत्ले भन्ज्याङदेखि पल्लोपट्टि देखिने सुन्दर डाँडोको भूगोल हो यो, जसलाई हामी गुठीटार भन्छौँ। यो गुठीटार अन्तर्गतको जमिन हो जहाँ 13 घरधुरी मात्रै बसोबास गर्दछन्। यहाँको मुख्य आय भनेको कृषि हो र अन्य आय स्रोत भनेको कि त मजदुरी हो कि त वैदेशिक रोजगारी मात्रै हो। नेपालमा पञ्चायत आयो, प्रजातन्त्र आयो र अहिले गणतन्त्र छ, तर जे जति तन्त्र आए पनि एउटै माग रहेको थियो, यहाँको पानी। दुईटा खोला सभा र अरुण खोलाको दोभानमा भए पनि गाग्रो र घैँटोमा मात्रै निर्भर थियो यहाँको जनजीवन। स्थानीय सरकार खादबारी नगरपालिकाको पहिलो मेयर स्वर्गीय किरण साक्यको पालामा पनि यहाँको जनताले यही माग राखेको मलाई थाहा छ। दोस्रो मेयर मुरारी प्रसाद खतिवडाज्यूको पालामा पनि उहाँले प्रतिबद्धता जनाउनु भएकै हो र अहिले हाल आएर खादबारी नगरपालिकाको मेयर हुनुहुन्छ महेश थपलियाज्यू। उहाँलाई पनि सबैको माग यही रहेको थियो, पानी। संघीय सांसद पूर्व माननीय राजेन्द्र गौतमज्यूको पालामा बजेट छुट्टियो 2 करोड 60 लाख। कृषि, सिंचाई तथा खानेपानीको रूपमा आएको यो परियोजना ई-बिडिङ मार्फत टेन्डर लागि निर्माण पनि भइसक्यो। गुठीटार सोलर लिफ्टिङ वाटर सप्लाई यो परियोजनाको नामले यो योजना सफल भइसकेकै हो, तर सफल भएको केही समयपछि नै प्राविधिक समस्या भई पानी आएन। मेयर महेश थपलियाज्यूको टेबलमा पटक पटक जनताहरूले हारगुहार गरे, तर पनि त्यसको वास्ता र सुनवाई भएन र हामीलाई खबर गर्नुभयो। हामीले तत्काल गुनासो सार्वजनिक गर्नेको लागि त्यहाँ पुग्यौँ र हाम्रो क्यामेरा मार्फत यो भिडियो श्रव्य दृश्य लिएर आएका छौँ र तपाईँहरूलाई सार्वजनिक गरेका छौँ। र सँगसँगै यसको आधिकारिक व्यक्तित्व भनेको इन्जिनियर हुनुहुन्छ खादबारी नगरपालिकाको। जो इन्जिनियर हुनुहुन्छ उहाँ हुनुहुन्छ विजय खड्का र उहाँसँग पनि हामीले कुराकानी गरेका छौँ र कुराकानीको बारेमा तपाईँलाई डिटेल हामी यो पछाडि जोड्न चाहन्छौँ। डिजाइन गर्दा जनताको एउटा पोजिसन छ, हामीले खानेपानी होस् अथवा सिंचाई होस्, हामीले माग गरेको चाहिँ पानी, तर बनाइयो बिल्डिङ, बनाइयो कम्पाउन्ड वाल। यो विषयमा डिजाइनमा के छ, जसरी भए पनि सरकारको पैसा सकिदिउँ भन्ने हो कि पर्सेन्टको हिसाबले प्राविधिकहरूलाई पानी नै नपाएको त होइन नि त, पानी पाएको हो, पानी गएको हो, पानी 2 महिना जति आएछ। ठिक छ, त्यो त अब मैले अघि नै भने नि त, करेक्सन गर्न, मेन्टेनेन्स गर्न, त्यसलाई के भएको त्रुटि कहाँ भयो हेर्नको लागि त अब यहाँ हामीलाई पनि जानकारी हुनु पऱ्यो नि त। अहिलेसम्म अब थाहा भएको छैन, अब हजुरहरूले जानकारी गराउनु भयो, अब गएर हेरौँला त्यसलाई के भएको छ होइन। त्यो करेक्सन गर्न सकिन्छ। पानी आएको 2 महिना 3 महिना पानी आयो भने अझै पनि पानी आउँछ, पानी नआउने होइन, त्यो आउने भरै आएको हो। त्यसमा कुनै थोरै समय आउँदो रहेछ, बिल पास भइन्छ, बिल पास भइसकेपछि र निकास भइसकेपछि त्यो बन्द हुँदो रहेछ। त्यस्तो कुरो होइन, त्यस्तो कुरो होइन। त्यसलाई अब अघि पनि भने त करेक्सन गर्नुपर्ने के हो त्यो गरौँला हामी, तर त्यो जानकारी त हुनु पर्यो। इमिडिएटली करेक्सन गरिदिनु पर्यो। अब एउटा अब धेरै हाम्रो फाटमा चाहिँ हामीलाई त्यतिकै एउटै बसमा सकिँदैन। अहिलेलाई फर्स्ट लटको हाम्रो अब एपिसोडमा छुट्टै बहस गरौँ र वास्तवमा त्यो बिल्डिङहरू अहिले डेटिङ प्लेस बनेको छ र यो कुनै पनि योजनाहरू पूर्ण भइसकेर जिम्मा लिइसके पछाडि त्यसको व्यवस्थापन तथा कर्मचारीको जिम्मा नगरपालिकाकै उपभोक्ताको हो। यस्तो तपाईँको चाहिँ कुनै अब संस्थालाई, गुठीलाई, मन्दिरलाई, विद्यालयलाई यस्तोलाई भवन नगरपालिकाले निर्माण गरिदिन्छ। निर्माण गरिसकेपछि जो उपभोग गर्ने हो उसलाई नै चाहिँ हामीले चाहिँ भवनहरू हस्तान्तरण गर्ने। कसले त्यो जिम्मा लिएको हो? त्यो जुन त्यो गुठीटार खानेपानी लिफ्टिङको जुन त्यो संस्था छ भनेको, जुन त्यो मान्छेहरूको लागि चाहिँ त्यो खानेपानी लिफ्टिङको योजना चाहिँ जुन हामीले योजना बनायो त्यो त उहाँहरूले पनि व्यक्त गर्नु पर्यो नि। अब त्यहाँनिर जहिले नगरपालिकाकै मान्छे गएर त 24 घण्टा त त्यो भवनै रुँदैन। भनेपछि त्यो 11 घरले 3 जना जति स्टाफ राख्नु पर्यो, गार्ड राख्नु पर्यो, प्राविधिक 2टा राख्नु पर्यो होला हैन, टाइम टु टाइम पालो गर्नलाई। त्यो बिल्डिङमा 2टा बिल्डिङमा बस्ने प्राविधिकको लागि समस्या नलिँदा हुन्छ। प्राविधिक होइन, पानी खोल्ने, बन्द गर्ने, स्टक गर्नु पर्यो नि। यो मैले चाहिँ भने त्यो बनेको त राम्रो लाग्यो, बिल्डिङ बनाउने विषयमा चाहिँ त्यो चाहिँ अब मैले हजुरलाई के भनिरहेको छु भने संरक्षण गर्नु पर्यो, त्यस्तो जगेर्ना गर्नु पर्यो। त्यो त अब
मैले गर्दिनँ त होइन होला नि त। अब समुदायले गर्नु पर्यो, नेतृत्व छ यहाँनिर, निर्वाचित जनप्रतिनिधिहरू छ, 9 नम्बरको नेतृत्वलाई सल्लाह दिनु पर्ला कि भन्ने नि त्यो तपाईको त अब उहाँहरूलाई अब त्यो योजना सम्पन्न भएर फरफरा गरेर हस्तान्तरण गरे जस्तो उहाँहरूलाई अब जानकारी नै छैन भन्ने कुरो त भएन होला नि त। जानकारी त छ होला नि त उहाँलाई, यहाँ योजना सम्पन्न भएर चाहिँ हस्तान्तरण भयो भनेपछि त जानकारी त होला पक्कै पनि। भनेपछि अब अन्तिममा तपाईँलाई नै सोध्ने एउटै प्रश्न, तपाईँले भनिहाल्नुभयो 1% बिलो लाग्यो भने सबै ठेकामा 48% बिलो जान्छ, त्यो ठेकामा त 1% मात्रै बिलो के मिलेमतोमा हो भन्ने त्यो कुरा? चाहिँ मिलेमत हो कि हो त्यो चाहिँ हामीलाई होइन, माथि पिपिएममा यो सार्वजनिक खरिद अनुगमन कार्यालय हुन्छ त्यहाँ गएर सोध्ने। अहिले चाहिँ यो मिलेमतो हामीले ई बिडिङमा हामीले गर्न सकिँदैन होइन, त्यो मिलेमतोमा थियो के थियो भनेर चाहिँ माथि गएर निर्माण व्यवसायी सङ्घलाई पनि थाहा हुन्छ, निर्माण व्यवसायी सङ्घलाई पनि सायद थाहा हुन्छ जस्तो लाग्यो नि। यो चाहिँ सार्वजनिक खरिद अनुगमन कार्यालय बाहेक कसैलाई थाहा हुँदैन। अब जहाँसम्म लाग्छ अहिले ई बिडिङ त्यस्तो मिलेमतोमा त हुन्छ जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन है। म यही 1%मा ई बिडिङ भन्दा अलिक नपत्याएको नि 48% बिलो त रोडमा लगाइरहेको पत्याउन अब गाह्रै पनि हुन्छ होइन। अब हाम्रो 3टा बिल्डिङ भयो होइन, 3टा फर्मले बिल्डिङ गरेको हो होइन। अब 3टा फर्मले बिल्डिङ गर्दा अब 3टा होइन 2टाले हालेको थियो, रिजन एन्ड रियाना र अनि एउटा होइन एउटामा त जेबीको बोर्ड छ, एउटामा चाहिँ छुट्टै एउटा बोर्ड छ भन्दाखेरि 3वटा कन्स्ट्रक्सन कम्पनी छ। दुईटा जेबीको त अर्को त कोटेसनबाट काम भएको, त्यो पछि थप भएको हो क्या त्यो 9 लाख भनेको चाहिँ पछि त्यो फेन्सिङ रानीढुङ्गा आरएसजेबी भन्ने एउटा कम्पनीले गरेको त्यो चाहिँ मेन ठेकेदार हो, त्यो चाहिँ मेन कन्ट्र्याक्टर हो। एउटा कुरा नि अब त्यो बजेट छ र इस्टिमेटमै 40 को छ भने त केही लागेन, भएन भने त्यसलाई कम्तीमा होइन 63 को अथवा होइन 90 को सम्म पाइप फेरेर कम्तीमा गुठीटारलाई इनफ भयो भने त्यसले त दोहोरो फाइदा गर्यो नि त मान्छेहरूले। गुठीटारलाई अहिले इनफ हुन्छ तपाईँको होइन, त्यही पानीले इनफ हुन्छ। खानेपानी त हुन्छ तर त्यसलाई 2 करोड 60 लाख खानेपानी मात्रै नभएर बारीमा पनि गयो भने त फल्छ नि त। खानेपानी मात्रै हुन्छ, त्यहाँ कतिको ट्याङ्की छ हाम्रो? 60,000 लिटरको त ट्याङ्की नै छ त्यहाँनिर। तपाईँको 24 घन्टा पानी आउँछ, त्यो 12-13 घरले त 60,000 24 घण्टा लिटर सोलर 2 घन्टा होइन, सोलर सिस्टमले गर्दा 2 घन्टा होइन तपाईँको नि ल केही नहुँदाखेरि पनि त्यो 8 घन्टा त्यो जुन अहिले सोलर लागेको जुन लोकेसन छ 7 घन्टा मजाले पानी आउँछ क्या। हामी भनेको त्यो भनेको उहाँहरूलाई सिँचाइ गर्न पनि इनफ हुन्छ क्या। तपाईँ ढुक्क उसो भए एकचोटि हामी पनि बसेर त होइन रिकभरी भएपछि ट्रिट भएपछि फेरि एकचोटि हेरौँ न। जम्मा 11-12 घरलाई तपाईँको मैले पनि के भनेको छु भने पब्लिकहरूलाई पनि मैले भनेको छु वास्तवमा पानीको पाइप सानो भएर केही हुँदैन, त्यसको करेन्ट हुनु पर्यो होइन। करेन्ट रफ्तार चाहिँ स्पिड भयो भने त्यतिको ट्याङ्की फ्लो गर्न सक्नुहुन्छ भइहाल्छ भने। तर अब मोटर पनि सानो छ, सोलरको प्यानल पनि सानो छ, पाइप पनि सानो छ, तर घर चाहिँ ठुलो छ क्या। हामीलाई अचम्म लागेको जस्तो तपाईँको सुन्नु न, अनि फेरि त्यो कम्पाउन्ड वाल ठुलो छ बजेटको भोले हेर्दा चाहिँ त्यहाँ सानो डिमान्ड देखिएन कि र 85 घरको त्यहाँ निवेदन छ। डिजाइन पर्फेक्ट लाग्यो दङ्ग भयो किनकि 11-12 व्यवस्थित थियो तर हामीलाई चाहिएको मुखमा घिउ तर लगायो अर्कैतिर भन्ने आयो के। हजुरहरूको चाहिँ अब त्यो गुनासो ठ्याक्कै मैले बुझेको छु। त्यो के हो भने त्यत्रो भवनहरू बन्यो, राम्रो स्ट्रक्चरहरू बन्यो, त्यसलाई सदुपयोग गरिदिनु पर्यो भने एकदमै राम्रो कुरो। म एकदमै एप्रिसिएट गर्छु त्यसलाई, किनभने हामीले बनाएको हाम्रै सम्पत्ति हो होइन। त्यसलाई अब रेखदेख गर्ने, जो गर्ने, संरक्षण गर्ने हरेक छ। त्यहाँ भोलि त्रिवेणी धाम छ, भोलि त्यहाँ धाम बढ्दै जाला होइन, उनीहरूलाई भवन चाहिएला अथवा बजेट त त्यसको लागि आएको होइन होइन। यस्तो हो नि त, अघि पनि भने नि त मैले, त्यो त खानेपानीकै तपाईँको चाहिँ प्रोजेक्टमा पनि गार्ड हाउस अफिस बिल्डिङ त हुन्छ होला नि त यार, खानेपानीकै पनि गार्ड हाउस एउटा अफिस बिल्डिङ त हुन्छ तर त्यति ठुलो बिल्डिङ त्यहाँ आवश्यक देखिएन कि हामीले। अफिस बिल्डिङ घाटमा नभएर माथि त्यसको बदलामा बरु त्यो भनेर जोड दिएको भए के कहिलेकाहीँ त्यो 11 घरले हावाहुरी आउँदा होइन त्यो बिचरा फुसको छानु न छ होइन, उडाइदियो भने आरसी घर पनि पाउँछ कि। यस्तो हो नि त, त्यो जग्गा नि मिल्नु पर्यो नि त। तपाईँको जग्गा उनीहरूले दियो भने न भन्ने जग्गा त गुठीको जग्गा त होला मिल्दैन र त्यो त शिवशक्ति गुठीको नै हो, गुठीकै जग्गा हो, त्यही भएर त्यसलाई गोठाटार भन्नुभयो, गुठीटार हो हैन। कसैको पनि ऊर्जावाला मान्छे कोही त्यति प्रोटेक्सन हालिएको थिएन भने नि तपाईँहरू मसँग त्यतिखेरको भिडियो छ डिजाइन तपाईँको सबै बाढी पसेको हो नि हैन। प्रोटेक्सन सबै जस्तो गेमिङ वाल हालेको छ, 2-3 स्टेप हालेको छ, त्यसमा त हाम्रो कुनै कम्प्लेन नै छैन। हामीले बिल्डिङलाई पनि कमेन्ट गरेको चाहिँ होइन, पाइप सानो भएर बिल्डिङ बनाउनु भएन, जम्मा पाइप ठुलो भएको भए अथवा बिल्डिङ भएपछि त्यसको प्राविधिकहरू त्यहाँनिर बस है, 1,000 तल हुन्छ है भनेको भए 85 घरधुरीको निवेदन छ त्यो योजना आउनमा। तर पानीको धारा चाहिँ
10 देखि 11 घर 13 घर भनौँ न 13 घर भनौँ न त्यो 85 घर कसरी आयो कहाँबाट आयो त्यो चाहिँ अब अघि पनि भने हजुर यो त मान्यज्यूहरुलाई सोध्नुला जानकारी भएन मलाई हैन अब हामीले चाहिँ कहाँ हो भनेर बजेट गुठीटार अरु नदी गुठीटार लिफ्टिङ खानेपानी भनेर आइसकेपछि हाम्रो अब कार्यक्षेत्र गुठीटारै हो हैन अब त्यो जम्मा 13 घर छ 13 घरको अब जति डिमान्ड हुन्छ त्यो अब हाम्रो नेपालको चाहिँ अब स्ट्यान्डर्ड छ यति यो पर व्यक्ति चाहिँ यति 65 एलबिसिडी रुलर भन्छ के भन्छ हैन त्यो अनुसार डिजाइन गर्ने हो तपाईको अब त्यसलाई त अब त्यो पछि अब हामीले थप बजेट हाल्नु मन्त्रालयबाट आएको बजेट पनि भन्दिन न राष्ट्रिय योजना आयोगबाट संघकै बजेट हो प्रदेशको होइन यो पछिको लागि जस्तो तपाईको बोहराटारतिर लाग्छ पछि यस्तो हुन्छ त्यहाँ हाम्रो ठुलो एरिया छ हैन हामीले भन्न खोजेको त्यही हो सोलर पाइप हेरौँ इन्जिनियर साहब हैन 40 को पाइपलाई 60 को 63 को अथवा 90 को बनाऊ हाम्रो ठुलो एरिया छ त्यहाँ सम्पलहरु ठुलो छ भवनहरु पनि छ स्ट्रक्चरहरु पनि बनिसकेको छ हैन अब त्यसलाई नै इलाबोरेट गरेर भोलि सिँचाइ गरेर एउटा पाइपै मात्रै हाल्दा त काम सकिहाल्छ सिँचाइ भनेको कुरा हामी अन्तिम कन्क्लुजन जनता खुसी हुने पाइपको एकचोटी रिभ्यु गर्दिनु हो त्यहाँ त्यही नजिकै कतिवटा छ भन्दा गुठीटार भयो त्यो ओरतिर परतिर 3-4 लिफ्टिङ छ नि त उनीहरुले मिलेर चाहिँ त्यो भवनहरुलाई पनि यो चाहिँ एउटा संस्थामा अथवा एउटा ग्रुप बनाएर चाहिँ हैन त्यो भवनहरु सबै उहाँहरुकै अफिस गर्न सक्नु हो नि त्यो त इन्टेकको लागि पछिको लागि फेरि प्रोटेक्सन गरेर राख्नु परेन हैन डिजाइनमा हामीलाई त्यस्तो भएको हैन तर पाइप घटाएर घर किन बढाइयो र घर अहिले चाहिँ डेटिङ हाउस भयो त्यसलाई मिसयुज भयो हैन त्यो छैन त्यो माथि डाँडामा भएको भए बरु अफिसियल बिल्डिङ हुन्थ्यो होला तल घाटमा भयो जग्गा दिएन अब त्यो घर पनि भयो भनेपछि अब अन्तिममा हाम्रो एउटै मात्रै अनुरोध अब त्यो छिटो रिकभरी भएर ट्रिट होस् र त्यो पाइप चाहिँ एकचोटी फेर्न मिल्छ भने हैन तपाईहरुको पनि हुन्छ हैन सिंचाइमा पनि बारी योजना माग गर्दा चाहिँ अब सही साहब कता कता थियो त्यो चाहिँ अब माथि अब त्यो कहाँ छ त्यो कागजहरु त्यो उहाँहरुसँग बुझ्नु हैन अब हामीले चाहिँ बजेट आइसकेपछि अब डिपिआर गरेर चाहिँ यति घरधुरीलाई यहाँनिर यो एरियालाई पानी खुवाउने भनेपछि यहाँ डिपिआर गरेर गरे हो हैन त्यसरी गरे ठिकै हो अब हैन मोटरै सानो छ पाइपै सानो छ भन्दा सबै सेटै फेरौँ भन्न त सकिदैन तपाईले यस टाइममै तर कम्तीमा पनि पाइप फेर्दा मोटरको पावर छ भने कम्तीमा ठुलो पाइप हालेर अलिकति हैन डबल कनेक्सन होस् खानेपानी पनि होस् सिंचाइ पनि होस् नुहाउने पनि होस् दुईटा ब्याकअप मोटर पनि राखेको छ हामीले तपाईको हामीले ब्याकअप मोटरहरु अरु त्यो चाहिँ मेन्टेनेन्सको सामग्रीहरु हैन सकेटहरु ती लगायतका सामग्रीहरु मेन्टेनेन्सको सामग्री नै त्यहाँ राखिया छ के हामीले उसो भए अब त्यहाँको पब्लिकले मात्रै सकेन भने त्यसको सञ्चालक समिति भन्नु न व्यवस्थापन समिति चाहिँ ओराको शुद्ध समेटेर दिने हो त्यसो गरेर प्लानिङ गरेर राम्रो हुन्छ तपाईको जनताको माग पनि के हो भने पाइप पुग्दो आएन ठुलो पैसामा ठुलै पाइप राखेको भए हुन्थ्यो भन्ने कुरा हो इन्जिनियर साहबलाई फेरि पनि रिक्वेस्ट गरौँ होला 11 घरकैलाई मात्रै नाप्दा त हैन क्याल्कुलेटर गर्ने हो भने त उनीहरुलाई घर हैन आरसीसी घरै बनाउनु पुग्थ्यो होला एक तले 11 वटा हैन 2 करोड 60 लाखले तर त्यो नभएपछि कम्तीमा 11 घरधुरीले बाँच्न पाउने अधिकार त्यो मैदानभित्र खान पाउने अधिकार पनि सुरक्षित गर्नलाई पाइप मात्रै फेर्दा हुन्छ भने कम्तीमा त्यति कुराको त रिकभरी दिन सक्नुहुन्छ होला हैन यस्तो हो तपाईलाई अब बनेको प्रोजेक्टमा त्यो अहिले जुन बिग्रिया छ भन्नुभयो हैन त्यसलाई मेन्टेनेन्स गर्दिने पानी सञ्चालन गर्दिने जिम्मा हाम्रो भयो तर अब अहिले तत्कालै चाहिँ त्यो पाइपलाई चाहिँ चेन्ज गरेर ठुलो बनाम भनेर त्यो चाहिँ अवधि गर्दा नेपाल कम्पनीले त गर्दै लाग्दैन हैन त्यो चाहिँ हाम्रो डिजाइन एस्टिमेटमै भएको कुरालाई चाहिँ त्यसरी चाहिँ चेन्ज गर्न सकिदैन हामीले हैन अब त्यो चेन्ज गर्न मिल्दैन त्यसलाई मेन्टेनेन्स गर्ने ओर्ने बरु हामी गर्छौं हैन पछि बरु अर्को पाइप थपौं भने त्यहाँनिर सोलर सिस्टम हरेक कुरो मोटरदेखि लिएर इन्टेक सम्पोइल प्रोटेक्सनको काम सबै छँदैछ एउटा पाइपै मात्रै थप्यो भने माथि आरबिटी छँदैछ हैन पाइपमै मात्रै खरिद गरेर गर्दा नि भयो नि त त्यो हो त्यसो गर्न सकिन्छ तर त्यही पाइपलाई चाहिँ अहिले चाहिँ 40 कोलाई 90 बनाइदिएर घरलाई पनि आत्मनिर्भर बनाउँछ कृषिले हैन र खानेपानी त छँदैछ भएन भने बोराटार पनि फ्लो गर्न सकिन्छ भन्दै पनि अझै पनि म चाहिँ के चाहिँ तपाईहरुलाई चाहिँ विश्वास गराउन चाहन्छु भने अहिलेको पानीले पनि कृषिलाई पनि गर्न चाहिँ पुग्छ है पायो नर्मल कुरो आयो आज कुरो आयो यसको तत्कालै आज भोलि नै म चाहिँ तपाईको यसको रिमेडी के गर्न सकिन्छ म यसमा चाहिँ गर्छु हैन तपाईहरुले जानकारी गराइदिनु हो त्यसको लागि अब हामी छिटै हामीलाई पनि सरिक बनाएर भिजिट गरौँ र यो राष्ट्रको सम्पत्तिलाई संरक्षण गरौँ हाम्रो नगरपालिकाको दायित्व हस् थ्यांक यू इन्जिनियर साहब